इभन अहिले पनि केही भएर मेरो अब आमा ल्याउनु फर्किन्छ भने म रेडी छु क्या ल्याउनलाई। त्यति हो, मलाई दुनियाँमा केही पनि चाहिँदैन, आमा भयो भने पुग्छ। केही बिरामी हुनुहुन्थ्यो अथवा केही? यति बेला अहिले मेरो मम्मी त्यतिको भयो भए म अभियसली बचाउँथेँ नि। मलाई लाखौँ करोड जति नै पैसा गरे पनि बरु म खट्थेँ मेरो आमालाई। त्यो चाहिँ अहिले आमा धेरै मिस गर्छु म, किनकि अहिले छैन नि त दुनियाँमा। अनि मम्मी शब्द चाहिँ एकदम गहन लाग्छ है। मम्मी भन्ने बित्तिकै भारी भन्नुहुन्छ, कति कन्ट्रोल गर्नु खोज्छु अनि खालि आमै भन्ने मेरो। अनि म भगवान मान्दैन, म गडै मान्दैन, यति चाहिँ हो। अरू जेसुकै भनोस् होइन, यदि अब मलाई मान्ने भनेको मैले देखेको भगवान भनेको मेरो आमा र बुवा हो। अनि मेरो त्यो जिन्दगीभर मेरो इभन मेरो नानीलाई पनि मैले अब फोटो देख्छ नि त, अब बोजू भनेर चिनाउँदिनँ क्या, ऊ भगवान हो भनेर एभ्री टाइम उसले ढोक्छ क्या स्कुल जानुभन्दा अगाडि। अनि त्यो खुसी लाग्ने क्या। मैले घर बनाएको छु अनि एउटा रुम अलग्गै छ क्या, त्यहाँ कोही बस्दैन, त्यो मेरो आमाको लागि हो। त्यो सबै बेड सेट पनि छ। जिउ नै कस्तो सिरिङ्ग हुने क्या है। एउटा छोराले बाबुआमाका लागि देखेको सपना कति गहिरो हुन्छ, कति डिप हुन्छ भन्ने कुरा चाहिँ होइन। आफैले घर बनाएर एउटा रुम चाहिँ, एउटा कोठा चाहिँ आमाका लागि छोडिदिएको छु भन्दै गर्दाखेरि कति वर्ष भयो आमा बित्नु भएको? 8 वर्ष भयो। 8 वर्ष भयो। मलाई चाहिँ के चाहिँ रिग्रेट लाग्छ नि, मेरो केही मेमोरी नै छैन क्या आमासँग, जो चाहिँ भिजुअलमा देख्न सक्ने। जस्तो अहिले बाबासँग त इभन युट्युबमा पनि छ नि त, बाबाले पनि एक्टिङहरू गरिरहेको छ। अनि त्यो केही कुरा आमाको इभन मैले साउन्ड पनि सुन्न पाउँदिनँ क्या लाइफमा अब जिन्दगीभर। त्यो चाहिँ विरक्त लाग्छ। आमालाई केले त्यसरी छिटै लग्यो? अब अहिले बुझ्यो नि त, फिनान्सियली होला, पैसाको अभावले होला। त्यति बेला म बच्चै थियो, 18 वर्ष 19 वर्ष केटा थियो। न म काम गर्थेँ, म एउटा फुटबल खेल्थेँ। अनि एउटा केही मैले केही त गर्न सक्थेँ होला। केही आमालाई म लाइभ राख्न सक्थेँ होला भन्ने केही रिग्रेट छ जीवनमा? अभियसली छ र त, म इमोसनल हुन्छु, त्यही कुराले त मलाई हरेक दिन हिर्काउँछ त। उहाँ केही बिरामी हुनुहुन्थ्यो अथवा केही? यति बेला अहिले मेरो मम्मी त्यतिको भयो भए म अभियसली बचाउँथेँ नि। मलाई लाखौँ करोड जति नै पैसा गरे पनि बरु म खट्थेँ मेरो आमालाई। इभन अहिले पनि केही भएर मेरो अब आमा ल्याउनु फर्किन्छ भने म रेडी छु क्या ल्याउनलाई। त्यति हो, मलाई दुनियाँमा केही पनि चाहिँदैन, आमा भयो भने पुग्छ। त्यति हो। कति महत्त्वपूर्ण हो आमासँगको सम्बन्ध छोराछोरीका लागि? कस्तो लाग्छ? जो आमा भन्ने शब्द नबुझ्नेहरू पनि होला होइन, उनीहरूलाई कसरी सम्झाउनुहुन्छ? म त अब जो जतिको अहिले स्टिल आमा छ होइन, आमालाई माया गर्नु, पछि गइसकेर त्यो डेड बडीको अगाडि गएर वाँ रुनुभन्दा चाहिँ होइन, बरु त्यहाँ गएर नरुह, आफू सेटिस्फाइड हुआ हो। जो चाहिँ म हुनु पाएन त्यही भन्छु। मान्छे हुँदा नै भ्यालु गर्नुपर्छ क्या। अब गइसकेर अहिले म रुएर कराएर के गर्नु, आउने होइन। जे होस् एउटा अब मेरो दिमागमा मात्रै छ मेरो मम्मी।